कोणचा गप्प तेवढे पण खाऊ बरो निस मलाई मैले खोजेर खोजेर आउँदैदेखि कहाँ गई नचोखाउनु पर्यो थाहा पा ए ल खाइन्छ त गुड यो छ क्या मान्छे गएर अहिले जुन चाहिँ खाइ जुन चाहिँ गर्नु पर्यो नि Bunga dai. कहाँ पुग्ने भन्छ ल पञ्चको खाऊ हात पञ्चको दिउने यसो चाट तर के गर्दा गिलास दिनुपर्छ कि ल त यो त रुन्च्यो नि रुन्च्यो नि यसरी सेप्न पर्छ यो त आमासित हैन रुन्च्यो नि त त्यत्रो बुढी भयो हिँड्न चाहिँ रुन्च्यो यहाँ ढोका के छ हेर पहिला त मन्दिर मन्दिर हो मन्दिर पनि चखाउनु पर्यो चखाउनु पर्यो कता गइरहेछ बच्चाबच्ची जाने फेरि खान्छ कि त्यही भनेको कि फोटो भिडियो भिडियो करे के हैन यो कौन सा गब्बे हो र के जिन्दगी पार्टी वाला छ नि यता हेर मलाई त्यो सानो छोराको र मेरो बिहामा गर्न पाइएन क्या खाऊ केही हुनु मेकअप त होइन कमला हजुर ल हात यसो चाटेर पकाएको रोटी पनि सुट गरे तिमीलाई बेसी ए सानी बहिनी ओ निस्मा बहिनी भाइको नाम के राख्ने नि दुईटा भाइको नाम राम लक्ष्मण एउटाको पङ्खा एउटाको सोफा एउटाको पङ्खा एउटाको सोफा एउटा नाम राम एउटा नाम श्यामेरा दिउँ न ठीक है हो त मैले माथि तल छोरा राम र श्यामेरा जेठो यिनीहरू बिहिबारका एनिभर्सरीको भोलिपल्ट हो कि हामीले विशालको छोरीको नाम चाहिँ भगवान रहेछ हल्का यस्तो यस्तोसम्म एड गरेर राखेको है त्यतिबेला कस्तो राम्रो हो नि हो त्यस्तो नै भगवान हल्का नाम भने साँच्चै सोच होइन कहिले सोच्ने हो त आज पनि बोलाउने देखि रोटी नजिकै सुझ आज त बाबु कमेन्ट गरिदिन्छ अझै काट्ने भए काट्छु मैले कुर्सी ढाकेछ कि यिनीहरूलाई उयो कुर्सी हटाइदेऊ त ए अर्को
टोयलेट त भइरहेको आज त भयो एक दिन बिराएर हुन्छ दिनदिनै त भयो होइन हिजो त भयो लगभग भने नि भयो राति नि भयो थियो बिहान नि भयो ग्यास्ट्रिक भयो भने कि गाह्रो हुने त अन्डा खानुहुन्छ होला सधैँ है अन्डा त छिटो घाउ पुऱ्याइदिएको गर्छ अरे के नम बालकः नाम करण कर्मणि नम बालक नामकरण कर्मणि दीप कलश गणेश पूजन कर्मणि चतुर्वेद पूजन कर्मणि ब्रह्म विष्णु महेश्वर पूजन कर्मणि भौमिल गर्न पठाएर बनाइदिए जबरजस्ती गर्ने के भयो भने जुरेर मलाई भर्खर समातेर आइभ्याएको भर्खर म आफै लिएर त बस्थेँ बोडा मैले काटेँ लसुन खोसाउनु पर्ने लसुन म पठाएर हो कि म आउँछु अब नक्कली होइन कहीँ बनाउँदै बनाउनु क्यामेरातिर पनि हेर्नु पर्छ समर्पयामि गन्धपुष्प फूल चंदन अक्षता गन्धपुष्प अक्षतम समर्पयामि नमः ओम नमः ओम जुगाडे बोले मनोरंजन भगवान भगवान का जय हुने छ सानवी सिया तारन नॉर्थ ईस्ट सिमरन खाली छ अनि चुक्छौ एउटा भनेको हो के एउटा खाना ए बोल्ने लिनु न अब मैले नाम भन्छु हजुरलाई अक्षता चढाएको है ओम दीप्राय नमः ओम ज्वालाय नमः ओम ज्वालिन्यै नमः गणेशाय अब आसन भने कुर्सी टुक्रा राख्दिनु ओम आसनन्ते आसनं समर्पयामि ओम नमः लेकिन ठीक है क्या था नहीं दो इजाजत
होइन गाइन्छ होला यो मन हो त्यो फाल्नु त नाम कुन फालम हो त उता फाल्नु उता राख्नु त्यसलाई उता राख्नु भनेर के तेल लगाउनलाई कि ए अँ यो जुवा यहाँ तेल राख्नु पर 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 ए मेना भाइ नि पर 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 तेरा भाइ पर आकाले केलाई मात्रै दाइलाई मात्रै भनिरहेछ भाइले ए गाँठे आउँ उता पनि ए भाइलाई मात्रै भनिरहेछ ऊ ए मेनी अब यो दाइलाई मात्रै रहेछ भनिरहेछ ए बालो बालो गरेर सुतिएको भनेको बालो बालो गरेर सुतिएको उता 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 खाना खानु भयो यो कपडा खानु थाल्ने ए मेनी अब भनिरहेको त्यता आएन के जातै भएको छैन मैले केही नि हेरेँ माया गरेको छु केही जात भयो दिदीलाई त पसिनै आएको त मेरो त्यहाँ दुबो टिप्ने यसो पुगेको थियो नि के हो त ओछ्याउनु चाहियो भने कि सोफाको त सिङ्गल सिङ्गल थियो खै त बस्नुलाई चकटी उतापट्टिको त लामो हिजो धोएको हो त दछ्याइदेऊ त कहाँ छ ऊ त्यो सो हो उतापट्टि सोफामा छ है अब यो सुरु छ यो लुगा नि है यो यहाँ त्यो हल गर्ने पर्छ दाइले किन्यो भन्दा त भएन उमा दुनामा छोडिदिनु है किरान्तरको भाडामा लिनु उल्सन यस्तो दिने अनि किन्यो भन्दा यस्तो मैले भन्न दिएको प्रजापतिना पढ्छौँ पात्र हेरी होम इन्द्र यति प्रजापति ऋषिः त्रिष्टु छन्दः इन्द्र देवता आदि होमे विनियोगा विनय भन्ने है हो ओम इन्द्राय स्वायं इन्द्राय पश्चिम पात्र हेरी ओम आम्ने इति प्रजापति ऋषिः त्रिष्टु छन्दः आम्ने देवता आदि होमे विनियोगा ओम आम्ने स्वायं अग्नय पश्चिम पात्र हेरी ओम सोम यति प्रजापति ऋषिः त्रिष्टु छन्दः सोम देवता आदि होमे विनियोगा ओम सोमाय स्वायं सोमाय पश्चिम पात्र हेरी ओम भूर्भुवः स्वः ओम भूर्भुवः इति महादेवृतिना प्रजापति ऋषिः देवता अपना आने विनियोगा ओम भूर्भुवः आशा दिदीको छोरी आएपछि नि झन्किन्छ डाँड मान्छे रहेछ अरूलाई समातेको देख्यो भने हजुरको छोरीलाई समातेको पनि डाँड मान्ने रहेछ यदि नन्दरी भगवानले वसुमा महामदारी गरेर दमा तुम जासे गरेर गणपतये स्वाहा यो भन्नु चोर मलाई अहिले फुल्लेर पनि ओम गणपतये स्वाहा इदं गणपतये नमः ओम हरि ओम ओम हरि ओम कृष्ण रसाव्रतमानो निवेशयन विषमतसैरन्नः ओम मान्दाते स्वाहा ओम तीर्थराजाय स्वाहा ओम व्रतराजाय स्वाहा ओम गुणदीपालेभ्यो स्वाहा ओम तीर्थेभ्यो स्वाहा ओम नक्षत्रेभ्यो स्वाहा ओम योगेभ्यो स्वाहा ओम भारेभ्यो स्वाहा ओम कर्णेभ्यो स्वाहा ओम नादेभ्यो स्वाहा ओम नेजेभ्यो स्वाहा ओम समुद्रेभ्यो स्वाहा ओम नदीभ्यो स्वाहा अब हजुरको इष्ट देवता ओम हरि ओम इष्ट देवाय स्वाहा ओम इष्ट देवता देवाय स्वाहा अब कुल देवता ओम कुलदेवाय स्वाहा ओम भैरवाय स्वाहा ओम भैरव्यै स्वाहा ओम विघ्नवासिन्यै स्वाहा ओम सर्वेभ्यो देवेभ्यो स्वाहा ओम सर्वमपूर्णाय स्वाहा आन्टी र आमा स्वाहा ओम कट दिशा गरेको थिएँ त्यही भएर
आज पितृ सम्बन्ध है ओम पितृभ्यो स्वाहा पितामहेभ्य परपितामहेभ्य मातामादि परमात्मादि सबै पितृहरू अनि एउटा यसो पुष्टि ओम पितृभ्यो स्वाहा पितृभ्यो नपत्र ओम वैश्वानराय स्वाहा ओम वैश्वानराय स्वाहा ओम वैश्वानराय स्वाहा ओम आकाशे यानि लिङ्गानि भूतानि ओम आकाशे यानि लिङ्गानि भूतानि पाताले यानि लिङ्गानि सर्व लिङ्ग नमस्तुते स्वाहा ओम ऐम आकाशे यानि तीर्थानि भूतानि पाताले यानि तीर्थानि सर्व तीर्थ नमस्तुते स्वाहा ओम आकाशे जे देव शान्ति भूताले पाताले शान्ति जे देव सर्वदेव नमस्तुते स्वाहा अब आज फुल चढाउनु हजुर लोट दिन भन न उठ्ने घरमा तान दिन्छ सुन्दा नि आउन उता ढोकातिरबाट गरौँ न हेर दिदीले जेठी दिदीले फोटो खिचाइछन् भने हेरेछन् गीत गाइदिनु लागेछ नि क्या किचनतिर नि बनाएको गर्नु त एकपाल फेरि एउटाको मात्र भयो कि फोटो नमस्ते शिवरण लेख्दै एकपालि मेरो नखिच खिचे होइन कि होइन यता तेरो मोबाइल चार्जमा हाल्नु त
गरेको चाहिँ सिमरनमा गराइदिएको सिमरन चाहिँ आइदिन्छ दिदी सन्चै शाश्वत र सार्थक अरे शिशिर बाबुले फोन हानेर अहिले शाश्वत र सार्थक राखिदिनु है भन्नुभयो शाश्वत सार्थक अरे शाश्वत सार्थक शाश्वत सार्थक यहाँ फोन हान्नु भएको थियो बिचरा अहिले शाश्वत मन्दिरको आउँछ सजिलो हुनु भन्ने मात्रै हो हुन्छ ल ल हुन्छ राम्रो ओड पनि भयो सार्थक तिमी आउनाले मेरो जीवनमा विशेष सार्थक रहनेछ सद्भाव र सार्थक अरे पङ्खा र मेरो जीवन एउटाको नाम शोभा पराजुली राखिदिने र एउटाको नाम पङ्खा पराजुली राखिदिने सानो कान्छ भएको भएर तिनवटाको साथ जेठो भएको भएर सबभन्दा एउटा अक्षर राख्ने कान्छ सानो भएको भएर तिनवटाको पुरानो नाम हो त्यो सद्भाव सार्थक बोलाउने नाम हो क्या सार्थक त्योभन्दा त्यो यो राम्रो भइसकेको राम्रो आयो भने त्यही एउटै एउटै राख्नुपर्छ राम्रो भयो भने त्यसरी इसमें एक्स्ट्रा हो नि है ना घर की एक्स्ट्रा त्यही भएर नामै एक्स्ट्रा त्यति भन्दैन तिनवटा हुन्छ कि सबैको तिम्रो तिम्रो निर्मला अरू त बिर्सेँ मैले निर्मला विष्णु परी पराजुली यहाँ तापरा पनि फोटो खिच्छ नि जो जो क्यामेरा तिमीहरू पनि आउँछ नि फोटो खिच्ने होइन त्यहाँ नाम भनेको गर जाउँ न केही हुँदैन एउटाको सद्भाव हो एउटाको सार्थक त्यसको सद्भाव दही हो सुयोग 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 सद्भाव Wala hai. Wala hai.
बसे दुबर दुबरले गर्न सक्छ दुबर आउँछ दुबर आइदा अभी त हुँदा आन्टी अलि सक्नु भएछ नि आउने सबैमा दुबर राखा यसले अगाडि सिमरनलाई ड्युटी भनेको दिनमा दुध बनाउँदा यसरी लिखितहरू काट्नु म त कति मजाले केही थाहा पाएन 4 बजी हुन्थ्यो राति एकचोटि आउनुभएको जेठो कसले लिनु जेठो आमाले जेठो यता जेठो हिजो पत्र गरे जेठो जेठो मान्छे त चिनिन्छ नि मङ्गलम भगवान् तिमीले बिस्तारै बसेर लेखफुल गरेको नाम Jangan balan bersudah terakhir. त्यसमा के राख्छ Dinadu, barang सरकारको बेला जन्मेका बालेका सुदन राख्ने हो कि गाने सुदा पुरा मालेन्द्र रवि बनाइदियो नि त मालेन्द्र रवि नाम गरेन बनाउन हुन्छ बेटी उजो बनाइदियो अहिले त्यहाँ जे आउँछ त्यहाँ हाम्रो आउँ यही राखौँ भने त्यहाँ अहिले त्यो हाम्रो सबैको नाम जे छ हामीलाई सारसा गएर भयो धनबाद भयो भयो अब त्यो यहाँ के नाम आउँछ त्योभन्दा राम्रो हामी त्यही राख्छौँ सत्य होइन राम कलममा आयो भने त राम भयो भने त भइहाल्यो नि अब लामा हजुर आउनु के भन्नु अब जेठो अगाडि लाउनु पर्छ यहाँ जेठो जेठो पढ्नु के अहिले हुनुपर्ने अहिले हुनुपर्ने छ नि त आगो काम यस्ता राख्नु न आमा अक्षरै लिनुभएको हाम्रो बाबुको नाम चाहिँ रहन गयो हरि हरि ल ठिक छ अहिले नाम हरि 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 हरि
ल अब तिम्रो एकदम प्रचलित नाम बोलाउने नाम सबै तिम्रो बुवा आमाले सबैजनाले बोलाउँदा बोले है सार्थक सार्थक होइन हो राखिन्छ भोइस सार्थक के सार्थक जेठो सार्थक बोलाउने नाम हरि मधुसूदन चिनाको नाम हरि 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 र मधुसूदन हरि हरि भयो एउटा राखेको हुन्छ क्या हरि राखेको हुन्छ चिनाको हरि हुन्छ कि पहिलो नाम ए हो हरि हो पहिलो नाम त्यहाँ हरि राख्ने हो यो सिरानीमा राखिदिएकै त नाम हो फुलाको सार्थक के अरे हरि मधुसूदन सार्थक हरि नाम राख्ने चिनामा अरू तिम्रो जाने ओम हरि हे ओम महा होइन तिम्रो नाम हो यो धेरै घाममा राखेर के अघि जाडा ओम षड्मार्ग इति प्रजापतिः श्रीकृष्ण छन्दः षड्मार्ग द्वय देवतः कलि करणा मिश्र सर्षप होमे विनियोग हिलो पनि चाहिन्छ रे हिलो चाहिन्छ अर्को दिनाउँदा हिलो काँडा पनि चाहिन्छ सबै काँडा हो ओम गरुडं गरुडावतारं संसारं वदजसारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि पहिला बाबुलाई माथि यस्तो मिलाएर यो गर्नु है बाबा बोक्ने हेर खानु यो ठुलोलाई बात दिउँ पहिला यसलाई ल त्यो मन्दिरलाई बोलाएको थिएँ आफ्नो सानोलाई एउटा गाडी भाडा भयो अर्को मन्दिर छ नि भयो एकैचोटि त मिल्दैन बोक्न नि पहाडी मिल्दैन काखले गाडी होला कि साइडमा झोला बोकेर साइडमा झोला बेर्ने बोक्न मिले बोक्नु के रे सुनाल्नु त दिदी पत्ताहरूलाई पनि लगाइदिन्छ तपाईँ उहाँ आमालाई लगाइदिनु उहाँ भाउजूहरूलाई ल हुन्छ पानी पनि आजै जोइसी आइसु पाउँछ छोइसक्नु भयो पानी यसो अब लाउने यो सबैले हाम्रो पूजालाई स्वीकार गरिदिनु होला सबै देवता कुलदेवता देवता नागदेवता सबै देवदेवताहरू चिरो झाँक्रीको सुप्रसन्न भइदिनु होला भनेर अर्कालाई मेरी हजुर
त्यो साइड खसेर सडक परिहाल्छ भेट्यौ कि नाइटो भेट्यौ पिटे 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 गाला रन्काइ भर्खर उता जानुभयो अटोमा चन्द्री आन्टी चारसे लेख्ने आएको पानी सर्किन्छ मलाई फुलेको माथिल्लो बिस्तारै अब त सुन्तला पनि खाँदिन हुन्छ होला है अब कति नै पर्यो नाम के राखेको नि नाम ठुलोको सार्थक सानोको सद्भाव सुजन सार्थक सद्भाव अब खाने बेला तास खेल्न परेन यहाँ हान्दैन भन्ने यहाँ बहिनीको हातमा यहाँ हान्यो त करेन्ट लाग्छ नि पर्छ क्या हो भयो भयो डाँडी तयारी भयो आमा छोडेर गएँ जो कसैसँग पठाइदिनुहुन्छ न त विश्वलाई माथि पठाइदिनु के यो हवन गर्ने यसमा हटा न अब परेन क्या ती गाडी अब गाडी भाडा उयो होला के अघि
त्यो बच्चा लिनु त फेरि थपिदिन्छ त्यो बच्चा लिनु त अर्कोलाई आमा लानु भुल्यौ क्या ल ए अझ अरू पनि भए त हुन्थ्यो ल छाता खै अब आज गाडी भाडा